आज हामी सिन्धुपाल्चोक जिल्लाको स्याउले गाविस स्थित श्री हर्लङ बर्लङ मन्दिर परिसरको एकदमै अजीबको र एकदमै अनौठो खालको गुफामा हामी अहिले यहाँ आएका छौँ। हामी जम्माजम्मी 6 जना टिम उपस्थित भइरहेका छौँ। यो गुफाको हामी अन्तिम पोइन्टमा छौँ अहिले। लाइट अलि पुगेन। यो परिसरमा जम्माजम्मी 2वटा गुफा हामीले भेटायौँ। 2वटा गुफामा यो गुफा अलि चाखलाग्दो इन्ट्रेस्टिङ नै रहेछ। हामीसँग क्षितिज सर, केवल सर, निराजन सर, दिपेन्द्र सर र लक्ष्मी मिस र क्षितिज सर उहाँ इलाम जिल्लाको जो अहिले सिन्धुपाल्चोकको डडुवा भवानी शङ्करमा टिचिङ गर्दै हुनुहुन्छ, उहाँहरू पनि हामीसँगै हुनुहुन्छ। कस्तो भइरहेको छ क्षितिज सर? ब्याट चाहिँ रमाइलो लाग्यो कि सर। चमेरो चमेरो अवश्य पोखराको चमेरो गुफा भन्दा नि इन्ट्रेस्टिङ लाग्यो है सर? गजब सर। अनि केवल सरलाई कस्तो लागिरहेछ? एकदम मलाई पनि एकदम रमाइलो लागिरहेछ। एकदम एडभेन्चरस फिल भइरहेछ। एकदम साहसिक नै रहेछ। तपाईँले यहाँ देखिरहनु भएको छ यो सानो पालबाट चाहिँ मेरो तपाईँले अनुहार देखिरहनु भएको छ। हामी यहाँ तलबाट छिरिरहेका छौँ, सानो पालबाट छिरिरहेका छौँ। निराजन सर तपाईँले पनि आफ्नो फेस देखाउनुहोस् न एकपल्ट घुमाएर। हजुर म आफू भन्दा पनि यतापट्टि चाहिँ एकचोटि घुमाउकै जस्तो लागिरहेछ। ठिक हो। दिपेन्द्र सर यता बसिराख्नु भएको छ। दिपेन्द्र सरको अनुहार अलिकति अलिक कालो कालो देखिरहेछ। अलि लाइट नपुगे जस्तो छ। आफूपट्टि फर्काइरहेको छु म अहिले र अब किन्चरपट्टि फेरि एकचोटि फर्काउँछु। वास्तवमा प्रकृतिले पोखरालाई कति दिएको होला भनेर हामी डाहा गर्थ्यौँ। पोखरालाई मात्र दिएको होइन रहेछ, सिन्धुपाल्चोक जिल्लालाई पनि दिएको रहेछ। हामीले नखोजेका नभेटाएका मात्र रहेछौँ। हामीले यस्ता किसिमका पर्यटकीय स्थलहरूलाई अलिकति प्रचार प्रसार गर्न सक्यौँ। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा भने पोखरा बन्नका लागि सिन्धुपाल्चोकमा पनि केही कुराको कमी रहेनछ भन्ने मलाई अहिले भित्रदेखि महसुस भएको छ। किन्जी हजुर, अनि तपाईँलाई यो हर्लङ बर्लङको बारेमा के पहिल्यै थाहा थियो कि अथवा के कतैबाट सुन्नुभयो? वास्तवमा हर्लङ बर्लङ मन्दिर छ भन्ने सुसुप्त रूपमा मात्र मैले पहिले सुनिरहेको थिएँ र यो मन्दिरको चौर सफा गर्ने क्रममा एउटा अजीबको ढुङ्गा जसलाई इन्द्रेश्वर महादेव हो भनेर यहाँका स्थानीयवासीहरूले भन्नुभएको छ। त्यो दिन अनौठो किसिमको दिन पनि भएको थियो। पुरै रात परेको दिन, चट्याङ हावाहुरी सहितको दिन र चट्याङले एकजना मान्छेको ज्यान पनि लिएको दिन थियो। र त्यही दिन यो हर्लङ बर्लङ मन्दिरमा इन्द्रेश्वर महादेवको उत्पत्ति भएको थियो। र त्यो इन्द्रेश्वर महादेवको सँगसँगै मानिसहरूको आवत जावतको क्रम बढ्ने क्रममै 4-5 महिनापछि हुनसक्छ यो गुफा पनि भेटिएको। निराजनजी किन्जी, अनि तपाईँले अहिले यहाँभित्र हामी गुफाभित्र प्रवेश गरिसकेका छौँ होइन? हजुर। लगभग अब चाहिँ यो एन्ड पोइन्ट नै हो भन्ने हामीलाई लागिरहेछ। हजुर। अनि तपाईँले कस्तो अनुभव गरिराख्नु भएको छ अहिले? मैले पोखराका विभिन्न गुप्तेश्वर महादेव, महेन्द्र गुफा, चमेरी गुफाहरू पनि हेरेको थिएँ। त्यो गुफाभन्दा पनि अत्यन्त प्राकृतिक। त्यहाँ त केही मानव निर्मित संरचनाहरू हामीले देखेका थियौँ भने यहाँ कुनै पनि किसिमका मानव निर्मित संरचनाहरू देखिएको छैन। यो नितान्त प्राकृतिक गुफा हो। यहाँ केही सुधारहरू त अवश्य गर्नु जरुरी छ, तर यो अत्यन्तै साहसिक र अत्यन्त रोमाञ्चक गुफा रहेको छ। निराजनजी ठिकै छ किन्जी। हाम्रो अरू सरहरू पनि हुनुहुन्छ उहाँ होइन तल? उहाँहरूको पनि प्रतिक्रिया लिउँ न निराजन। हजुर हजुर। प्रतिक्रिया भन्दा पनि अब हैन ब्याट्री सकिने अवस्था छ। अवश्य सर, अब हामी लाग्नुपर्छ। ब्याट्री सकियो भने फेरि हामी अहिले निस्किन नसक्ने अवस्थामा हुन्छौँ। ठिकै छ किन्जी। हजुर। अब एकचोटि क्यामेरामा हेरिदिनु होला। अँध्यारो देखिरहेको छ। मेरो त आएकै छ होइन? अनि सरहरू तपाईँहरूलाई कस्तो अनुभव भइरहेको छ? एकदम हामीलाई एकदम रमाइलो लागिरहेको छौँ। साहस देखाएर हामी यहाँ इन पोइन्टसम्म आएका छौँ। एकदम रमाइलो लागिरहेको छौँ। किन्जी एकचोटि फेसमा लाइट पनि दिनु होला, अँध्यारो देखिरहेछ। ए अवश्य। र यहाँ चाहिँ प्रचार प्रसार गर्नु सकेको खण्डमा एकदम पर्यटकीय क्षेत्र बन्ने रहेछ यो पनि भन्ने लागिरहेको छ मलाई चाहिँ। अनि हाम्रो अर्को सरलाई यो चाहिँ अब प्राकृतिक रूपमा जुन यसमा हामीले यहाँ चाहिँ गुफाहरू भेटिएका छन्, यसलाई अझै पनि प्रचार प्रसार गर्न आवश्यक छ र यसको विकास गर्दै र सिन्धुपाल्चोक जिल्लामा एउटा पर्यटकीय गन्तव्यको रूपमा यसलाई विकास गर्न सकियो भने यसले अझै पनि सिन्धुपाल्चोकलाई राष्ट्रिय स्तरमा र